फाइनली यो पुरै मिक्स भइसक्यो साथीहरु। यसरी फाइनली रोटी पाकिसक्यो। मोटा मोटी लिएर यसमा सिन्का हाल्छु। साँझ बिहान। हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। र म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म ब्लग स्टार्ट गर्दै छु। म भर्खर सुतेर उठिसके साथीहरु। अब जाँदै छु मुख सुख धुन्छु। दाँत साथमा छु। म चाहिँ मुख सुख धोएर आइसके साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ। अनि मेरो मम्मी चाहिँ खाना पकाउँदै छ। म हेराउँछु। आज म जाँदै छु घर। यहाँ माइतमा 1 महिना 1.5 महिना भइसक्यो। आज जाँदै छु घर। चैत कति गते हो आज? आइतबार। आज 3 गते, चैत 3 गते। अनि यहाँ हेर्नु न, मेरो मम्मीले अरुवा चामलको पिठो खलमुसरामा कुट्नु भएको छ। यो चामलको पिठोलाई के भन्छ, पौवा रोटी बनाइदिनु हुन्छ। अनि तेलपो रोटी माइतबाट छोरी घर गएपछि हाम्रो सोधराईमा त रोटी दिनु नै पर्छ, तेलपो रोटी। अनि त्यो रोटी बनाइदिनु हुन्छ। अनि अब म खानासाना खान्छु। पाकिसक्यो ल, एकछिनमा खान्छु। यसले चाहिँ खादिनँ। मेरो मम्मी चाहिँ उता जानुभएको छ पैसा माग्नको लागि हजुरआमाको घर। अस्ति के भन्छ, गेहुँको पिठो लिएर जानुभएको थियो कि 5 केजी। त्यसकै पैसा बाँकी छ हजुरआमानिर। अनि ती पैसा लिन जानुभएको छ। अनि अन्डाको पैसा बाँकी छ। अनि मम्मी आउँछ अनि खान्छु। तबसम्म म मोबाइल चलाएर बस्छु गाइज। म जाँदैछु साथीहरु। यहाँ मेरो गाउँमा ग्यासको लाइटर वाला आएको छ। ग्यास बाल्ने लाइटर वाला गाउँमा बेच्न जान्छ नि त, साइकल वाला ले। हेराउन जाँदैछु। छ कि 30 रुपैयाँ लिन्छ भने लिइहाल्छु। लाइटरको महँगो भयो भने लिदिन। कति पाबै छ हो? कति लेबे? गैस के लाइटर के क्या रुपया लै छी? 220 रुपया। गो 220 बढ़िया वाला छे। 30 टका लै छै। क्या टका लै छै यार? 30 टका में कौन लाइटर दे छ? गैस के लाइटर। हां तो 20 रुपया वाला रहे छे। 220 रुपया। गैस को लाइटर को 220 रुपया अरे। गैस बाल्ने लाइटर। बाप रे बाप। त्यो भन्दा राम्रो त 10 टकिया लाइटरले बाल्छु। कति महँगोमा लियो न साथीहरु। यति महँगो म त लिदिन। बरु इन्डियामा गएर लिन्छु 50-60 टकामा। कतिखेर मेरो मम्मी आउँछ यार। अनि खान्छु खाना। खै मम्मीलाई खोज्न जाँदैछु। कहाँ छ हौ मम्मी? यता चौरीमा पनि छैन मेरो मम्मी। कहाँ जानुभएको छ? सायद दाउरा सौरा ल्याउन जानुभएको छ रोटी पकाउनको लागि। अब अर्को बारी जाँदैछु। अर्को करेसा बारी। त्यहाँ मेरो जलन भाँडा छ कि दाउरा राख्ने ठाउँ त्यही छ मेरो। उता छ कि मेरो मम्मी। यो बारी पनि पुगिसके साथीहरु। उता मेरो पियाज त्यहाँ हरियो हेराइदिरहेछ नि, त्यो मेरो पियाज हो मेरो मम्मीको। यो बारीमा पनि छैन नि मेरो दाउरा राख्ने घर, जरन घर त्यो टिन वाला, त्यहाँ पनि छैन। कहाँ जानुभयो बापरे। मान्छे पन्छी नै उरिहाल्छ तुरन्तै। कता जान्छ जाँदैछु घर। घर पुगे साथीहरु। कतिखेर आउँछ हौ मेरो मम्मी? अब म आफ्नो बुढालाई फोन गर्छु। अघि चाहिँ फोन गरिरहेको थिएँ, फोनै लागिरहेको थिएन।
मेरो बुढा त एकदम खुसी होला मेरो बुढी आउँछ भनेर रोमान्टिक गर्छु रोमान्स गर्छु भनेर पुरै खुसी होला साला टोमरा कहाँ छ फोन पनि लागिरहेको छैन फोन गर्न जाँदैछु अनि मम्मी कतिखेर आउँछ फोन उठाउँछ भने उठाउँछ उठाउँदैन भने म खाना खान गइहाल्छु फोन चाहिँ व्हाट्सएपमा लागेन साथीहरू डाइरेक्टै पैसाले कल गरे फोन चाहिँ उठाउनु भयो अनि भन्नुभयो मेरो बुढाले कि नेट चाहिँ हिजोदेखि नै छैन अनि अब म जाँदैछु पुवा रोटीको तयारी गर्नलाई र यहाँ मेरो भाइ पागल भाइ पढ्न लेख्नमा एकदम भुस्कुल खानामा खैरमदुवा अब यो पिठोलाई चल्नीले टोक्नुपर्छ साथीहरू यो चालनले यसरी टोक्छु त्यसपछि टोकेर अनि म हेराउँछु के गर्छु ल अब टोक्न जाँदैछु म यो लास्ट अब सक्यो टोकिरहेको छु यो अब सकिहाल्यो टोकाइ अब यसमा हाल्छु म सुजी त्यसपछि मैदा चिनी यहाँ चामलको पिठो टोकिसक्यो अब मैदा टोकेर दिँदैछु यो मैदा हो गाइज ल त उता मैदा मिक्स गरिसके साथीहरू यहाँ मेरो मम्मीले चिनी हाल्नुभयो अलिकति अझै चिनी हाल्नुपर्छ यता मैदाको प्याकेट छ यो सुजीको प्याकेट यो सुजी हाल्छु एक प्याकेट फोर मम्मी यो सुजी हो सुजी दिएपछि बढी मिठो हुन्छ किन नै खान्छ त्यो सुजी क्या प्याकेटमा सबै देवीको राख ले तो दादे कतिको रोटी है तो देख्न सुजी पनि हालिसके अब चिनी हाल्छु चिनी हाल्न और तपाईँ त्यहाँ यता छ दूध यो दूध हाल्नुपर्छ साथीहरू अनि मिठो हुन्छ कि दूध पनि हाले घी यता मोहली सोप्छ साथीहरू यसलाई पिसेर मसिनो गरेर हाल्दा पनि हुन्छ अनि त्यतिकै हाल्दा पनि हुन्छ म चाहिँ त्यतिकै हाल्छु उता मेरो मम्मी पिसिरहेछ म चाहिँ भनिरहेको थिएँ त्यतिकै दिन्छु मोहली सोप तर मेरो मम्मीले भन्नुभयो मसिनो गरेर दिँदा सेन्ट बढी दिन्छ खुशबुदार हुन्छ भनेर पुवा अनि सबै थोकिदिसकेको छु अब यसमा अझै पानी हाल्नुपर्छ अनि पानी हालेर पुरै मिक्स गर्छु त्यसपछि एकछिन छोप्दिन्छु यसमा पानी हालिसके साथीहरू अनि मिक्स गर्दैछु फाइनली यो पुरै मिक्स भइसक्यो साथीहरू यसरी चलाएर मैले चाहिँ मिक्स गरिसकेको छु अब यसलाई यो सुप्पाले छोपेर राख्नुपर्छ 1 घण्टा जति हाम्रो चौधीमा त सुप्पा भन्छौँ यसलाई थाहा होला चौधीहरूलाई तर नेपालीमा नाङ्लो भन्छ सायद हैन अब जाँदैछु म मुख सुख धोएर हात खुट्टा धोएर अनि भात खान्छु यसलाई राख्दिन्छु अब यता हात खुट्टा धोएर आइसके अब म भात पस्किन्छु गाइस यता मन्दिरमा भात छ भात पस्केर अनि म हेराउँछु भात पस्किसकेको छु यता छ दाल यता छ आलुको भुजुवा यता छ हरियरका मर्साको भुजुवा दाल हेर्नु न दालमा एक रति फर छैन खाली झोर मात्रै छ अब म खान्छु ल अनि खाना खाएर अनि भिडियो कन्टिन्यू गर्छु म खाना खाइसके साथीहरू यहाँ बसिरहेको छु अब यहाँ हेर्नु न यो भाउजूले भन्दैछ घरमै पसेर मोबाइल चोरी भइहाल्यो भन्नु त कुन चोरले लाग्नु भयो दिनै दोपहर चोर आउँछ यो गाउँमा बुनिया मम्मी नै मथाले बुनेको दुनु माइथे कोने गर्नु हैन बाप रे यो गाउँमा एकदम चोर छ साथीहरू हिजो राति एउटा केटी चोरनी पक्राएको थियो तर पक्राएन कहाँ भागिहाल्यो तुरन्तै त कसो जा बाप रे बाप दिशा उठ क्या फिर अब एकछिनमा म नुहाउन जान्छु क्या कसो जा हम मोबाइलको लागि बाइ मोबाइल चलाउँदा पनि दिक्क लाग्यो साथीहरू अब जाँदैछु नुहाउनलाई लुगा सुगा लिएर
यो साबुन यो बट्टामा राख्छु। यहाँ मेरो कल छ साथीहरू। अब म नुहाउँछु। आज हेर्नु न घाम कस्तो छ, कस्तो चर्को घाम, बापरे बाप। नुहाउँछु अब। बाई बाई। म नुहाएर आइसकेँ साथीहरू। धेरै घाम छ आज। अब म जाँदैछु। यो आफ्नो हातको, यो मेरो हातको बरहरी हो, यसलाई बरहरी भन्छ। यसमा सिन्का हाल्छु। यसमा चाहिँ हालेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ सिन्का हो। यसको सिन्का हराइसकेको छ अनि खुलेको छ, हेर्नु न कस्तो भएको छ खुलेर। अनि दुईटैमा मिलाएर फेरि सिन्का हाल्छु। अनि यो चाहिँ बरहरी हो। हातमा लगाउने पनि धेरै थोकको हुन्छ कि, धेरै किसिमको बरहरी हुन्छ, कत्री हुन्छ, मोठा हुन्छ, के हुन्छ। तर यो मेरो बरहरी हो। मेरो बिहेमा दिनुभएको छ मेरो मम्मीले। जाँदैछु सिन्का हाल्छु। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, दुईटैमा सिन्का लगाइसके। अब चाहिँ यस्तो भएको छ सिन्का लगाएर। अनि जाने बेलामा हातमा लगाउँछु। जाँदैछु अब म जाँदैछु। यता रोटी पाकिरहेछ, तेलको रोटी। म पनि पकाउँछु रोटी भाइ अहिले। फाइनली रोटी पाकिसक्यो गाइस। यता पकाउँदैछ पुवा रोटी। रोटी सोटी सबै थोक पकाएर यहाँ मोबाइल चलाएर बसिरहेको थियो साथीहरू। अब मुखसुख धुन्छु अनि रेडी हुन्छु। मुखसुख धोएर आइसके। अब म रेडी हुन जाँदैछु गाइस, नत्र राति भइहाल्छ मलाई घर जानलाई। अब रेडी भएर अनि म हेराउँछु तपाईहरूलाई। म चाहिँ रेडी भइसके साथीहरू घर जानको लागि। अब जाँदैछु। झोलासोला सबै प्याक भइसक्यो। यहाँ मेरो भाइ जाँदैछ मलाई पुर्याउन। अनि भोलि यसको इक्जाम छ। यहाँ हेर्नु न बसिरहेछ लुकेर। भोलि बिहानै 7 बजे यसलाई बसमा चढाइदिन्छु। अब गएको ल। अब बजार सजार पुगेर के खान्छु कि खाँदिनँ। अब जाँदैछु। मोटामोटी लिएर घरबाट निस्किसक्यौँ साथीहरू। हेर्नु न कति धेरै मोटामोटी छ, बापरे बा। अब मोहली पुग्छु अनि भिडियो बनाउँछु। गाडीमा चढिसकेको छु साथीहरू। अब म आफ्नो 0 माइल चौक पुगेर भिडियो बनाउँछु। म आफ्नो 0 माइल चौक पुगिसके साथीहरू। अब जान्छु घर। लिन आउँदै हुनुहुन्छ मेरो बुढा। अब आउँछ लिन अनि जान्छु। आज बजार हो, हटिया उता लागेको छ हटिया। फाइनली म आफ्नो ससुरा घर पुगिसके साथीहरू, ससुरालीको घर। यहाँ मेरो भाइ सुतिरहेछ। आउने बित्तिकै मेरो ओछ्यानमा सुति नै हाल्यो। अब म लुगासुगा फुकाल्छु अनि खाना पकाउँछु साथीहरू। अब यहाँ त खाना पकाउनु पर्छ साँझ बिहान। ड्युटी नै हो, सरकारी जागिर भइसक्यो यहाँ आएर। बाई बाई। अब फुकाल्छु लुगा। म चाहिँ लुगासुगा चेन्ज गरेर खाना पकाउँदैछु। यहाँ चाहिँ भात चाहिँ मेरो पाकिसकेको छ राइस कुकरमा। यता तरकारी पकाउँदैछु। मेरो तरकारी पाकिरहेछ, आलु अनि बन्दाकोपीको तरकारी। म चाहिँ आफ्नो साथीसँग बोलिरहेको थिएँ कि फोनमा, त्यही भएर भिडियो चाहिँ लिएन। लुगासुगा चेन्ज गरेको, तरकारीहरू काटेको। फोनमा कुरा गर्नु कि भिडियो लिनु होइन, एउटै मोबाइल छ। अब खानासाना पकाएर अनि भिडियो कन्टिन्यू गर्छु। म चाहिँ खानासाना खाइसके साथीहरू। सबैजनालाई खुवाइ पनि सकेँ। अनि भाँडा बर्तन सबै थोक धुइसकेको छु। अनि अब म सुत्छु। अनि
के भन्छ भिडियो सबै थोकको भिडियो लिन पाउँदिनँ साथीहरू, किनभने मेरो एउटै मोबाइल छ। अब फोन गरिदिन्छ, मम्मीले फोन गरिदिनु भयो योभन्दा अगाडि खाना खाने बेलामा, अनि उहाँसँग कुरा गर्दै थिएँ अब भिडियो कसरी बनाउनु होइन, एउटै मोबाइल छ मसँग। त्यो कारणले गर्दा धेरै ठाउँको भिडियो छुटिहाल्छ लिनलाई। अनि चार्ज कुनै बेला चार्ज हुँदैन, के हुँदैन, दिमाग खराब। त्यसको लागि म माफी पनि माग्न चाहन्छु होइन। अनि अब म सुत्न जाँदैछु गाइज। गुड नाइट सबैजनालाई, र फेरि पनि भेट्नेछु नेक्स्ट भिडियोमा। र सबैजना मिलेर साथ सपोर्ट लाइक सब्सक्राइब सेयर गरिदिनु होला। हस् त, बाई बाई, लभ यु अल।